दर्शकवृन्द यी हुन् समलिङ्गी जोडी अर्थात् निरज घिमिरे र सोरा तामाङ जसको भेट भएको 1 महिनामा नै विवाह भएको छ। मलाई जस्तो रूपमा हो त्यसरी नै स्वीकार्नु भएको छ। म त तपाईँले छोडिदिने भनेपछि रुन थाल्छ। अब यस्तो मान्छेले के भन्ने हो र। धेरैले जिस्काउँछ जम होटेलतिर लाइक यस्तो यस्तो कुराहरू कति हक्क हिजरा भन्ने शब्द चाहिँ सुन्नु परेको छैन। म चाहिँ सर्जरी नगर्ने, किनभने धेरै खर्च लाग्छ। खर्च भन्दा पनि बढी रिस्क हुन्छ। रिस्क अनि त्यही माथि खर्च धेरै हुन्छ। सोरालाई बच्चैदेखि छोरा मान्छे नै मन पर्ने भएको कारणले गर्दा उनले कहिले पनि छोरी मान्छेलाई मन पराउन पुगिनन्। अन्ततः सोराको विवाह पनि निरजसँगै भयो। अहिले यो जोडीलाई परिवारले पनि स्वीकारेको छ। खासै केटाको लुगा मन नपर्ने अनि लेडिज साथी बनाउने, सबै लेडिजसँगै हिँड्ने होइन। टिकटकदेखि भेट भएको हो। अनि उहाँले नै उयो प्रपोज गर्नुभयो एन्ड देन एक्सेप्ट गरे। यसरी नै हाम्रो जिन्दगी अगाडि बढ्नुपर्छ, छुट्टिनु भएन, पछिसम्म राम्रो हुनुपर्छ। प्रमिस प्रमिस। मलाई कुनै पनि केटीप्रति फिल चाहिँ भएन, बच्चैदेखि भएन पनि, अहिलेसम्म पनि छैन। ब्रेस्टहरू बढाइदिन्छ, फेसहरूलाई अलिकति फिमिनाइन बनाइदिन्छ। अहिले फोन गर्दा पनि उहाँले पिकअपै गर्नुहुन्न, मैले पिकअप गरेर अनि बोल्न लाउँछु। किन नि त्यस्तो? यार दुवैजनालाई धेरै धेरै बधाईको साथसाथै स्वागत छ। धन्यवाद। नमस्ते। ओके, स्वागत छ। नमस्ते। ओके, तपाईँहरूको थोरै म परिचयतर्फ लाग्न चाहन्छु किनभने तपाईँहरू भर्खरै मात्रै विवाह बन्धनमा बाँधिनु भएको छ। तपाईँको थोरै परिचय भनिदिनुहोस्। मेरो घर नुहाको, म हाल नेपाल टार बस्छु। म हाउसकिपिङ काम गर्छु लसे मलमा। म चाहिँ ट्रान्स वुमेन हो। ओके, तपाईँको नाम चाहिँ? सोरा तामाङ। सोरा तामाङ है। तपाईँको? नमस्ते, मेरो नाम निरज घिमिरे। हजुर। म अहिले नेपाल टाढा बस्छु उसँग। हजुर। अहिले चाहिँ म अहिले काम छोडेर बसेको। हजुर। पहिला चाहिँ खुब गर्थेँ। हजुर, त्यति नै हो। तपाईँहरूले भर्खरै मात्रै विवाह गर्नुभएको छ। अब यो समाज परिवर्तनको एउटा अर्को ज्वलन्त उदाहरण बन्नु भएको छ। अब विवाह भर्खरै गर्दै गर्दाखेरि अब तपाईँ त तेस्रो लिङ्गी महिला हुनुहुन्छ, ट्रान्स वुमेन हुनुहुन्छ, त्यसरी बुझाउनुपर्छ। कस्तो भइरहेको छ अहिले विवाहको लाइफ चाहिँ तपाईँको? एकदम रमाइलो भन्नुपर्छ, किनभने घरबाट फुल्ली एक्सेप्ट छ। एन्ड देन हामीलाई सबैभन्दा ठुलो भनेको स्वीकार्नु नै हो। अनि त्यसपछि गएर विवाह भनेको त अब नर्मली जसको नै भइन्छ। एन्ड देन कसरी त्यसलाई अगाडि बढाउने त्यो कुरामा सोच्नुपर्ने हुन्छ अब। हजुर। ओके, तपाईँको चाहिँ परिवारबाट एक्सेप्ट छ कि छैन? अब तपाईँ पुरुष हुनुहुन्छ, पुरुषैसँग विवाह गर्नुभएको छ तपाईँले होइन। अब उहाँ त भर्खरै मात्रै ट्रान्स हुनुभएको छ। त्यो भएको भएर चाहिँ कस्तो